मेरो सरकारसँग प्रश्न छ, नेपाल कहिले बेच्दैछु, कम्तीमा समयमा नेपाली जनतालाई जानकारी गरौँ। उद्योग मन्त्रीजी यही हुनुहुन्छ, उद्योग मन्त्रीजीको स्टेटमेन्ट पढ्थे कि बजारलाई हामी कन्ट्रोल गर्न सकेन, अनुगमन गर्न सकेन। त कसले गर्ने? भगवानले? पशुपतिनाथले? पहिला श्रमिकलाई भगाए देशबाट, त्यसपछि विद्यार्थीलाई भगाए, अब व्यापारी भगाउनेतिर राखेको छु। मात्र नेता र कर्मचारी बसौँ यो देशमा र देश लुटौँ। मन्त्रीजीको बाउको देश हो या प्रधानमन्त्रीजीको बाउको देश हो? देश जनताको। परराष्ट्र मन्त्रालय खाली विदेश घुम्नको लागि बनेको हो कि आफ्नो नागरिकको जीवधन सुरक्षा गर्नको लागि, चासो व्यक्त गर्नको लागि हो? कृषिको उत्पादन बढाउने कुरा हुन्छ, हरेक साल वैज्ञानिक खेतीको कुरा हुन्छ। त्यो वैज्ञानिक खेती कुन ग्रहमा हुन्छ? मंगल ग्रहमा हुन्छ कि बुध ग्रहमा? नेपालको धरतीमा त भइरहेको छैन। जलेश्वर नगरपालिका महोत्तरी जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा देश विकासको काम धमाधम भइरहेको थियो, किनकि यो सरकार 2 तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। मैं 15 मिनट तक अपनी सांस रोक सकता हूँ। त्यो किनकि दिउँसो त काम गर्न पाउँदैन। तर गगन थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दैछ। प्रधानमन्त्री हुने उम्मेदवार नै हार्ने गरी त पक्कै नहोलान्। गगनको जित सुनिश्चित भइसक्यो भनेर धेरैले भन्दैछन्। प्रमाणपत्रले भइहाल्छ नि। निर्वाचन आयोग चाहिँ काठमाडौँ छ, म त गाउँतिर छु। तपाईलाई भन्दा त गगनलाई जिताए जनतालाई फाइदा होला नि त। के फाइदा हुन्छ? उहाँ प्रधानमन्त्रीकै उम्मेदवार भोलि भने कहाँको प्रधानमन्त्री भन्छ? भने त कहाँको भन्छ? यो जिल्लाको विकासमा बाढी आउने होला। कहाँको प्रधानमन्त्री भन्छ? गनको बुरुन्डीको कि सोमालियाको कहाँको? 25 सीट पनि जित्दैन। के कारणले हो कि यहाँको कुनै नेता नेपालभित्र उपचार गराउँदैन? किन विदेशमा जानु पर्यो? त्यसमा विदेशमा गएर बस्ने नि। खत्तम। माननीय सदस्य, तपाईलाई बोल्न समय दिएको छैन, त्यसकारण माननीय सदस्य बसौं। माननीय सदस्यहरू बसौं। माननीय सदस्य, म तपाईलाई हाम्रो नियमावलीको एउटा कुरा म भन्न चाहन्छु, नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं। बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ, अर्को देशलाई, अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? बात त सही है। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन। उहाँको अभिव्यक्ति बेठिक छ। राष्ट्रघाती अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौँ। सामान्य सभा महोदय, संसदमा यो असंसदीय भाषा प्रयोग भयो, राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने कुरा ध्यानमा राखिकन यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। यहाँलाई दिएको समय 7 मिनेट छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिनु छ त्यो निर्देशन हामी मान्न तयार छैन। किनभने सभामुखले निर्देशन दिनु परेको सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। तपाईको दायराले आएको होइन, तपाईँ जसरी आएछ तपाईँ त्यही प्रक्रियाबाट म पनि आएको हो। देशप्रति गद्दार तपाईँ हो, देशप्रति गद्दार हो कि जसले देशको विकास दिँदैन। 20 वर्षमा देशलाई गरिब बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हो नि। सभामुखजी स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो, यहाँ कोही ठुलो होइन, कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने, स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने यहाँ। किनकि सानो दल छ, एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसलाई ताली बजाउने। एउटा कुरा के भने, माननीय सदस्य, तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ डाइस छाडेर तल जानुहोस्। निर्धारित विषय नबोलेपछि तपाईँ डाइस छाडेर तल जानुहोस्। यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियम तपाईँ तल जान सक्नुहुन्छ। ठिक छ, तपाईँले मलाई बोल्न दिनु, म यहीँ रहन्छु। 7 मिनट मेरो टाइम छ, म यहीँ रहन्छु।
एउटा कुरा के हो, हामी हिजोको दिनमा पनि अन्याय अत्याचार भएको थियो, राजा पनि त्यसको पनि लागि लडेर आएको हो। कसैले हामीलाई टीका लगाएर आइदिएको होइन। अथोरिटी विदाउट एकाउन्टेबिलिटी डेन्जर छ। बोलिदिनु पर्यो कि ट्याक्समा जवाफ के गर्नु भएन 3 मिनेटको बाद कति हो भन्टो बोलिदिनु। तपाईँ नबोल्नुहोस्, तपाईँ पहिलाचोटि सांसदमा चाहिँ आफ्नो स्तरमा बस्नुहोस्। समितिको नियम छ नि, त्यो बिचमा टोक्न पाइन्छ। सभापतिले बनाउने अधिकार, तपाईँलाई बनाउने अधिकार होइन। यो माओवादी राज होइन, गुण्डा तन्त्र होइन। सभापतिले रोक्न पाउँछ, सदस्यले रोक्न पाउने होइन। त्यति पनि ज्ञान चाहिँ कस्ता संघीय लोकतान्त्रिक गणतन्त्र चलाइराखेका छौँ। एउटा कार्यकारीले भन्छ वर्षा सक्ने बित्तिकै लाखौं जनता सडकमा उतार्छु, अर्को कार्यकारी एक स्टेप बढेर भन्छ हामी सिंहदरबार जलाउँछौँ। कांग्रेसलाई त सत्ता भए पुग्छ, राजा भए पनि पुग्छ, एमाले भए पनि पुग्छ, भोलि कोही तर सरकार चाहिए हुन्छ कांग्रेसलाई। कांग्रेस त सही र गलत छुट्याउने स्थितिमा आजको कांग्रेस छैन। समय सक्यो। 1 मिनट थप्दिन्छ, यो जरुरी कुरा, किनकि कम्युनिस्टलाई घाम लगाउनै पर्छ। कम्युनिस्ट एउटा हिपोक्रेट हुन्छ। मैले हिजो फिरो प्लास्टिकको कुरामा भनिदिएको थिएँ कि वामपन्थीहरू कुन चुस्ने जुका हुन्छ। सम्माननीय सभामुख महोदय, यो देश ऐन कानूनले चल्ने कि हुकुमी शासनले चल्ने प्रश्न अहम छ। भुटानी शरणार्थी केसमा पनि निर्णय गर्नेलाई समातिएन। क्याबिनेटको निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्नु पर्यो नि। अरे बाप रे, ये तो धोती खोल रहा है। अहिले भर्खरै बाँसबारी छाला उद्योग कारखानाको कुरा आयो, सरकारले समात्यो। तर 2 घण्टा नहुने बित्तिकै प्रधानमन्त्रीदेखि लिएर गठबन्धनको नेताहरूको फोन तरातर आइजीलाई जान थाल्यो, छोड्नु अहिले तुरन्त छोड्नु, किनकि हामी त्यही व्यापारीको पैसा खाएर बचिरहेछौँ। हामी त्यही देश बेचेर बाँचिरहेछौँ, पार्टी चलाइरहेछौँ। सम्मानीय सभामुख महोदय, वास्तवमा अहिलेसम्म त सरकारले यत्रो गौरवशाली इतिहास कायम गरेछ आलु प्याजमा भ्याट लाएर। वास्तवमा नीति कार्यक्रम हेर्दाखेरि एउटा जुन मुहावरा छ कि अन्धेर नगरी चौपट राजा, टकेसर भाजी टकेसर खाजा। अहिले जनतामाथि तपाईँ लकडाउन गरिराख्नु भएको छ। लकडाउन सकेपछि जनताले सरकारमाथि लकडाउन गर्छ। हामी बब्रो सांसदहरू आज बोल्न पालो छ, त्यसकारण बब्रो सांसद केही कुरा राख्न चाहन्छु। किनभने ठुलो नेता त जनताप्रति इमान्दार, भागभण्डाप्रति इमान्दार हुनुहुन्छ, लुट्नप्रति इमान्दार हुन्छ। एनसेलको अर्बौं रुपियाँ मुनाफा छ, त्यसलाई अर्बौं रुपियाँ कर छुट हुन्छ। किन? मेन नेताजीहरू त्यसै खर्चबाट चल्या हुन्छ। न त सिङ्गापुरमा कसरी इलाज हुन्छ, सिङ्गापुरको खर्च कसले धानिन्छ, टिकट कसले काटिदिन्छ, होटलमा कसले राखिदिन्छ। भाउजूको 2टा देवरको नजिकको मान्छे डाक्टर रमेश कोइराला राजीनामा गरेर भाग्या छ। भाउजूको देवरहरूलाई म जहिले पनि खोज्छु। यता पनि के सुनिन्छ भने एउटा भाउजूलाई केही भयो भने सरकार गिर्छ, केही हुनुहुँदैन। अर्को भाउजूलाई केही भयो भने सिंहदरबार जल्छ। 1 खरबको देशभरमा भ्यू टावर बनाएको छ, त्यो काम हो। जनताले त्यसबाट के पाए? 26 खरब ऋण भइसकेको छ। यो संविधान नबन्दाखेरि जम्मा 8-9 खरब, अहिले 26 खरब ऋण भइसकेको छ। यही अर्थमन्त्री हुनुहुन्छ, 2 खरब त अहिले नै आन्तरिक ऋण लिइसक्नु भएको छ। म अहिले रोक्छु, अर्थमन्त्रीजी आएपछि मात्र बोल्छु, मेरो समय चाहिँ काउन्ट नहोस्। धन्यवाद। किनकि यो अर्थमन्त्रीले सुन्ने कुरा हो नि, म रोक्छु, अर्थमन्त्री आएपछि सुनाउँछु। कहाँ छोडेर भागेपछि के गर्नु? उहाँ उपप्रधानमन्त्री अर्थमन्त्रीजी आउनुभयो। यिनीहरूलाई नलखेटिकन यिनीहरूमा सुधारको सम्भावना म देख्दैन। त्यो त सभामुखै एमालेको हो नि, त्यो संसदको सभामुख हो। सभामुख निष्पक्ष तटस्थ छैनन्, छँदै छैन त्यो। यति बदनाम नेपालको व्यवस्थापिकाको, नेपालको संसदको इतिहासमा यति अयोग्य, यति बदनाम सभामुख मैले देखेका थिइनँ। अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ, तर हाम्रो सरकार लजाउँदैन। सभामुखजी मार्फत सोध्न चाहन्छु, त्यो सभा हल बनाएर के फाइदा?
अहिले भर्खर प्रचार आइरहेछ फेसबुकमा, यहाँ भ्रिकुटी मण्डपमा पनि फेरि ठुलो मल्टी फङ्सनल सभा हल बन्ने कति अरबको, त्यसको प्रचार आइरहेछ। के हो देशको जनताको लागि त्यही उपलब्धि हो कि हामी त्यही भनौँ नेपालको किसानलाई कि मल चाहियो भने जाऊ गोदावरीको अडिटोरियममा, गोदावरीको सभा हलमा, मल चाहियो भने के मन्त्री क्वार्टर जाउँ, किनकि सरकार खालि बिल्डिङ बनाउनुमा व्यस्त। मैले एउटा बुझ्दैन नि कि यो कस्तो अर्थशास्त्र हो कि खालि बिल्डिङ बनाउनु, किनकि 4-5 जना बिल्डर माफिया छन्। एउटै निर्वाचन प्रक्रियाबाट आएर आउनेले कसैले 38 मिनट बोल्न पाउने, कसैले 2 मिनट भयो भने रातो बत्ती बल्ने, यो कुन यही हो जनाबे आम जनाबे खास। किनकि भ्रष्टाचारको बारेमा त बोल्नै पाउँदैन, किनकि उपसभामुखजीलाई रेस्ट उठिहाल्छ। गेरुवा वस्त्र धारण रूपी सरकार समयमा होसमा आउनुहोस्, जनतालाई धेरै दुःख नदिनुहोस्। तपाईहरूको निजी सम्पत्ति होइन कि बजेट लुटे आफू 3.5 करोड 4 करोड पजेरो चढ्ने, हेलिकप्टर चढ्ने, प्लेन चढ्ने र गरिब जनतालाई यो देशमा बस्न नदिने। म बालेनलाई च्यालेन्ज गर्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ, हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भत्काऊ। लोकतन्त्रमा सभा गर्न छुट हुन्छ, मान्छेको भेला गर्न छुट हुन्छ। यो कस्ता लोकतान्त्रिक सरकार हो? कागजमा मात्र लोकतान्त्रिक भनेर हुन्छ, व्यवहारमा हुनुहोस्। काठमाडौँमा निषेधाज्ञा जारी किन हुनु पर्यो? सरकार भन्छ डराट पनि छैन, ठुला ठुला उसको पार्टीको पदाधिकारी फलाक्दै हिँड्छ कि केही भएको छैन। यता डरले कट्टुमा पेसाब भइरहेछ, निषेधाज्ञा जारी भइरहेछ। मन्त्रालयको विनियोजन बैठकमा सडकको बारेमा नबोल्ने त के आकाश र धरतीको बारेमा बोल्ने? मेरो त्यो अर्थवस्त्र नेपाली जनताको गरिबी, भुखमरी, बेरोजगारी र युवाहरूलाई विदेशी लखेटिने र भ्रष्टाचारीहरूलाई राज गर्ने र उल्टे उपदेश दिने त्यसको विरुद्धमा थियो कि मलाई एकचोटि होइन 1000 चोटि अर्थवस्त्र हुनुपर्छ, हुन तयार छु। तर कुनै नेपालीको छोराछोरी, कुनै नेपाली अर्धनग्न हुनु परेन, भुखे र गरिबीले मर्नु परेन, उसको छोराछोरीको शिक्षा र स्वास्थ्य गुमाउनु परेन, र उसको विदेशमा जानु बाध्यता नबनोस्। र भ्रष्टाचारी जस्ता सुकै होस्, ठुला होस् या साना होस्, कानुनको दायरामा होस्, त्यसको लागि मेरो अर्धवस्त्र प्रदर्शन थियो। त्यो मेरो कन्सियस प्रयास थियो। म कुनै आवेशमा पनि आएको होइन, कुनै एकजना मान्य भने जस्तै